परमेश्वर पिता, हामी यो समय हजुरलाई धन्यवाद, आदर, भक्ति, महिमा, प्रशंसा हामी भन्न चाहन्छौँ। जसरी प्रभुजी अनि आज यो विवाह जो सुसम्पन्न भएको छ र प्रभु तपाईँ प्रभुको अभिषेक जनले विवाहको विधिमा जो करारहरू जो पक्का गराउनु भयो र दुला दुलैले पनि आफ्नो जीवनमा हो प्रभुजी जुन त्यो करारलाई पक्का गर्ने प्रतिबद्धता सहित उहाँले स्वीकार गर्नुभएको छ र धन्यवाद दिन्छौँ। अनि प्रभु यो पुरानो करारमा जो हामी देख्छौँ अनि इसाक र रेबेका परमेश्वरको आज्ञामा वचनमा विषय ऐक्य भई सँगै जिएका थिए। त्यसरी नै प्रभुजी यस जोडीले हो प्रभुजी परमेश्वरबाट पाउने आशिष तपाईँ प्रभुको हो प्रभुजी अनुग्रहमा जिउनलाई सदैव उहाँहरूलाई सहायता गर्नुहोस् भनेर प्रार्थना गर्न हामी चाहन्छौँ। यस नवविवाहित यो जोडीको जीवन चाहिँ आशिषमय, सुखमय, समृद्धि हो सबै कुराहरू हुँदै जानलाई सकोस् भनेर पनि प्रार्थना गर्छौँ। र प्रभु अनि आज हामी मण्डली परिवारहरू आफन्त जो हामी भेला भयौँ यो विवाह सम्पन्न गर्नको निम्ति अनि यो सबै कुराहरूको निम्ति पनि हामी धन्यवाद हामी चाहन्छौँ। धन्यवाद छ यो समयको लागि। हालेलुया। यस कार्यक्रमलाई अगाडि बढाउनेछौँ, सुरु गर्नेछौँ। Song
सर्वशक्तिमान परमेश्वर बाबा तपाईलाई यो समय धन्यवाद जनाउँछौँ। सबजना प्रभुजी तपाईँ परमेश्वरको उत्पत्तिको पुस्तकमा तपाईँले भन्नुभयो मान्छेको रहन असल छैन। प्रभुजी जति पनि हामी टाढो नजिकबाट उपस्थित हुनुभएको छ यसको लागि तपाईँलाई धन्यवाद जनाउँछौँ र सुरुदेखि अन्तिम भागसम्म तपाईँ परमेश्वरको उपस्थिति र तपाईँको अगुवाईमा यो विवाहलाई अगाडि बढाउनलाई तपाईँ परमेश्वरलाई सहायता गरिदिनु भनिकन बिन्ती प्रार्थना आशीर्वाद लाग्छु परमेश्वरको नाममा आमेन। कोही आउनु भएको छ भने यहाँ अगाडि आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु। आमा र बाजु अगाडि आइदिनु भयो भनेदेखि
दिनलाई हामी एकसाथ जम्मा भएका छौँ र यो समय हामी विवाहको विधिको कार्यलाई अगाडि लानुभन्दा अगाडि म धर्मशास्त्रबाट केही कुराहरू हजुरहरूको बिचमा विशेष गरेर आजको दुलादुलैलाई राख्ने अनुमति चाहन्छु। उत्पत्तिको पुस्तक 1 अध्यायको 27 र 28 को आधारमा आजका दुलादुलै साथै हामी जीवनको निम्ति हामीले 2-3वटा कुरामा एकदमै ध्यान दिनुपर्छ। यो बुझ्नुपर्छ कि विवाहको रचनाकार चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने हामीले जहिले पनि मनमा राख्नुपर्छ। विवाह चाहिँ परमेश्वरको रचना भएको हुनाले पहिलो कुरा मत्ती 19 को 6 पदमा यही कुरा प्रभु येशू ख्रीष्टले मानिसहरूलाई जस्तो लाग्छ विवाहहरू, तर जसलाई चाहिँ परमेश्वरले जोड्नु भएको, जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ, यो भएन त्यो भएन भन्ने कुरा नै आउँदैन। एकले अर्कालाई स्वीकार गर्नुपर्छ, एकले अर्काप्रति धन्यवादी हुनुपर्छ। जुनसुकै प्रकारले संसारको तरिकाले या चाहिँ बाइबलीय तरिकाले भएको जे भए पनि छुटाउन मिल्छ। तर आज संसारमा त होइन, अदालतको माध्यमबाट विभिन्न माध्यमबाट छुट्याउने कामहरू जो चाहिँ धेरै हुन्छ, तर परमेश्वरको इच्छा के छ भनेर बुझ्नुपर्छ। जस्तो तपाईँबाट भएको यस काम यसको निम्ति हजुरको इच्छा के हो? हे परमेश्वर, हजुरको इच्छा के हो भनेर हर दिनको सुरुवात अभिषिक्त व्यक्तिले भन्नुभएको उहाँको धन्यवाद दिएर उहाँको इच्छा बोल्न सुरु गर्नुपर्छ। अनि मात्रै यो जीवन चाहिँ लोभलाग्दो हुन्छ, अनि मात्रै यो जीवन चाहिँ फलदायी हुन्छ। हामी धेरै कुराहरूमा अहम भूमिका हुन्छ, दुवैको दायित्व हुन्छ। हामी त्यो दायित्वबाट भाग्न मिल्दैन, दुवैको जय भाग्छ। किनकि आफूलाई भन्दा बढी माया कसैलाई लाग्दैन, बढी माया सबैलाई आफ्नो लाग्छ। अनि बाइबलले स्पष्टसँग विश्वास भनेको पत्नी बाहिर जाँदाखेरि पनि ढुक्क, पति बाहिर जाँदाखेरि पनि ढुक्क, मेरो पति धोकेबाज हुनुहुन्न। अब अरू बेला भन्नु अलिक मिलेन होइन, यही वर्गमा भन्नु पाइएको भएर हिजो खै के भयो एकदम बढाइ गरिरहेको थियो होइन। माथि राति आइपुग्यो, वास्तवमा यो विवाहकै लागि भनेर हिजो बेलुका नै आए, अनि मात्रै दाम्पत्य जीवन सुखद र फलदायी हुन्छ। अनि यो परमेश्वरको अनुग्रह हो। हाम्रो लेखेलबाट हाम्रो बुवा पक्षबाट आउनु भएको छ, अनि उहाँले बुहारी लिएर जाँदै हुनुहुन्छ। अनि हाम्रो यहाँ छोरी पछिका हाम्रा बुवा आमा, उहाँको अभिभावक बाजे बजीहरूले आफ्नो छोरी अनि आफ्नो नातिनीलाई, यो समयलाई कसैले रोक्न सक्दैन, यो सबैको समय हो। अनि सबैले यी कुराहरू गर्न आवश्यक छ। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर रोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा। त्यस्तै दुईजनासँगै सुत्यो भने ती न्याय हुन्छन्, तर एकलाई त कसरी न्याय हुने? एकजनालाई कसरी जित्ला? तर दुईजनाले त आफ्नो सुरक्षा मानिसको लागि त्यहाँ जोडी खोज्दाखेरि कहीँ नपाउँदा, अघि हामीले वचनबाट सुन्यौँ, कर्मको कुरा गर्दै हुनुहुन्थ्यो बदाज्यूले। अनि आदमले जब त्यो स्त्रीलाई देखिसकेपछि आदमले भन्छ, यो त मेरो शरीरको शरीर, हातको हात र मासुको मासु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, श्रीमान श्रीमती भनेको चाहिँ बाँच्न सक्नुपर्छ, त्यो नै आनन्द हो, त्यो नै खुसी हो। त्यसैले मात्रै रमाड दिन सक्छ, त्यसले मात्रै परिवार। परमेश्वरको वचनले यही भन्छ, जब सत्यको आत्मा तिमीहरू माथि आउनुहुनेछ तिमीले स्वतन्त्र पाउनेछौ। अनि यो स्वतन्त्र पाएका हामी मानिसहरू, यस कारणले गर्दाखेरि धन सम्पत्तिहरू आमा बुवाबाट आउला, पुर्खाबाट आउला, तर असल विवेकी पति र पत्नी चाहिँ परम प्रभु, जसले परमेश्वरको भय राख्छ, जसले परमेश्वरलाई आदर गर्छ। भजन सङ्ग्रह 128 ले भन्छ, त्यो दागको लता जस्तै आउने छोराछोरीहरू पनि जैतुनका मुना जस्तै यसरी परमेश्वरको भय राख्ने मानिसहरू आशिषित हुनेछ, तिनीहरूले आफ्नो परिश्रमको फल खानेछ।
परमेश्वरको राज्य पाउँछ। यसैको लागि नै क्रिस्चियन हुनुपर्छ, यसैको लागि प्रभुलाई विश्वास गर्नुपर्छ। क्रिस्चियनहरूलाई धर्म परिवर्तन गर्नु पर्दैन, ख्रिस्टलाई विश्वास गर्नुपर्छ। र आज मलाई विश्वास छ मेरा भाइ बहिनीहरूले बाबु सुमन प्रधानले प्रभुलाई राम्रोसँग चिन्नु भएको छ, नानी अनिता सिजालीले प्रभुलाई राम्रोसँग चिन्नु भएको छ। यदि यो चिनाइ यो बुझाइ यदि तपाईँको जीवनमा छ भने कसैलाई मार्नु पर्दैन, कसैलाई भन्नु पर्दैन, कसैलाई धम्की बनाइदिनु पर्दैन। परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ। त्यो परिवार आशिष परिवार भएको हामी देख्न चाहन्छौँ। आज त हामी यसै खुसी छौँ तपाईँको विवाहमा अघि 1 र 2 को उपदफा 1 बमोजिमको वैवाहिक बन्धन र दफा 82 बमोजिम अन्त्य नभएसम्म कायम रहने, दफा 69 विवाह गर्ने स्वतन्त्रता 1, 2, 3 र दफा 70 जीवित प्रदान तपाईँको छोराले जुन स्त्री अनिता सिजाली सँग यो विवाह गर्न जाँदै हुनुहुन्छ, के तपाईँ यो विधिको करारमा जानको लागि क्रिस्चियन विधि अनुसार जानको लागि अनुमति दिनुहुन्छ? दिइसके भनौँ न। अब यता म कृष्ण उहाँको बुवालाई म प्रश्न गर्न चाहन्छु। आज यस मण्डल र परमेश्वरको उपस्थितिमा क्रिस्चियन विधि अनुसार विवाहको विधिमा सहभागी हुन चाहँदै हुनुहुन्छ, के तपाईँ यस विधिमा जानको लागि सहमति दिनुहुन्छ? ल यथास्थानमा जानुभएको छ। म यो समयमा अनुरोध गर्न चाहन्छु आदरणीय म एल्डर सूर्य दाजुलाई हामीलाई प्रार्थनामा यो विधिमा जानको लागि। तपाईँ रचनाकार अघि तपाईँको वचन हामीले सुनिसकेका छौँ प्रभु, अनि तपाईँ प्रभुको वचनमा लेखे अनुसार उत्पत्ति 2को 18मा लेखेको वचन जो अहिले विवाह हुँदै गरेको अवस्थामा त्यो भाइ बहिनीको जीवनमा पुरा गर्दै हुनुहुन्छ। र प्रभु हामी यो समय विशेष गरी प्रार्थना गर्छौँ अनि यो विवाह चाहिँ आदरणीय शोभनीय र आशिषमय हुन सकोस् भनेर पनि हामी तपाईँको परमेश्वरमा यो प्रार्थना हामी चल्न हामी जाँदैछौँ। पद अनुसार तपाईको असल सहयोगी बनेकी छिन्। तपाईको निम्ति भएको दिनको प्रेमको प्रदर्शन तिनले यसरी गरेकी छिन्। तपाईका जीवनका आनन्द र दुःखहरू बाँड्नको लागि तिनले आफ्ना माइतीका माया र साथीका सङ्गीहरू आज तपाईँ यस अवसरको पात्र हुनुभएको लागि तपाईँलाई बधाई छ। तपाईँको वैवाहिक सम्बन्ध नेपालको मुलुकी देवानी संहिता ऐन 2074 भाग 3 को पारिवारिक कानुनको परिच्छेद 1 विवाह सम्बन्धी व्यवस्था दफा 67 विवाह भएको मानिने दफा 68 अनि त्रिक्रमीय सामाजिक बन्धन हुने 1 र 2 को उपदफा यी स्त्रीलाई अनिता सिजालीलाई आफ्नी विवाहित धर्मपत्नीको रूपमा स्वीकार गरिसक्नु भएकोले र माचुन्जेलसम्म तपाईँ यिनको मात्र श्रीमान भएर हेरविचार गर्नुपर्नेछ। तपाईँ यस कुरामा निश्चितका साथ परमेश्वरको भयमा धर्ममा होइन, क्रिस्चियन धर्ममा होइन, परमेश्वरको भयमा यी सबै कार्यप्रति इमानदार र वफादारीका साथ जीवन निर्वाह गर्नुपर्छ। के तपाईँ यसको लागि तयार हुनुहुन्छ? हाम्रो क्रिस्चियन विश्वासको आधारमा पवित्र धर्मशास्त्र बाइबल मर्कुस भन्ने पुस्तक 10 अध्यायको 6-9 पदमा उल्लेख भए बमोजिम तपाईँले अनिता सिजालीसँग 1 साल भई जिउन सक्नुपर्छ। तपाईँ यो कुरामा निश्चित हुनुहुन्छ? उनले कष्टको समयमा तपाईँको सान्त्वनाको अपेक्षा गर्नेछन्। अब तपाईँको मुस्कानको अति चम्किलो दिन तपाईँको स्वर्गको न्यायालयमा उनको अति सक्षम वकिल हुनेछन्। तपाईँ यस अवसरको पात्र हुनुभएको तपाईँलाई बधाई छ। तपाईँहरूको वैवाहिक सम्बन्ध नेपालको मुलुकी देवानी संहिता ऐन 2074 भाग 3 पारिवारिक कानुनको परिच्छेद 1 विवाह सम्बन्धी व्यवस्था दफा 67 विवाह भएको मानिने दफा 68 अनतिक्रम्य सामाजिक बन्धन हुने 1 र 2 उपदफा 1 बमोजिमको वैवाहिक बन्धन र दफा 82 बमोजिम अन्त्य नभएसम्म कायम रहने दफा 69 विवाह गर्ने स्वतन्त्रता 1, 2, 3 र
दफा 70 विवाह हुन सक्ने 1 को क ख ग र घ 2 को दफा 1 को खण्ड ख मा उल्लेख भए बमोजिम कायम हुने भन्ने कुरा तपाईलाई पनि लागू हुनेछ। आदर दिनुपर्नेछ, रोगमा र स्वास्थ्यमा हेरचाह गर्नुपर्नेछ, दुःखमा सुखमा साथ दिनुपर्नेछ, बाँचुन्जेलसम्म तपाईको मात्र भइरहनुपर्छ। तयार हुनुहुन्छ? हाम्रो क्रिस्चियन विश्वासको आधारमा पवित्र धर्मशास्त्र बाइबल एफिसको पुस्तक 5:22-24 मा पढ्नु होला है त। मा उल्लेख भए बमोजिम तपाईले श्रीमती प्रधान को अधीनमा रही स्वीकृत श्रीमतीको रूपमा जिउन सक्नुपर्छ। के तपाईँ यो कुरामा निश्चितका साथ जिउन तयार हुनुहुन्छ? अस्तानी बजाइदिनु होला। अब तपाईहरुले म अनुरोध गर्न चाहन्छु, अब यो हात म तपाईलाई करारको विधि नसकिन्जेलसम्म नछोड्नु है त। एक अर्कालाई हेरेर तपाईले यो करार गर्नुपर्नेछ। तिमी अनिता सिजालीलाई सबै छेकिरहला यो पछाडि के हुन्छ उहाँहरूले सुन्ने हो। मेरो जीवनभरिको धर्मपत्नीको रूपमा स्वीकार गरिसकेको छु। यसकारण यस दिनदेखि उसो असलको निम्ति अरूले सुन्नु पर्यो नि। के गर्नु तपाईले सुन्नु भएको छ? के भन्यो भने थाहा भएन हामीलाई त बस्यो भन्न पाइन्न होला है। छोराले के भन्यो भने मलाई फेरि भोलि के भयो ल्यायो भने यसो भने होइन भन्यो नि फेरि भने त के भन्यो बस्यो भन्यो नि। धनमा, गरिबीमा, रोगमा, स्वास्थ्यमा र हेरचाह गर्नेछु। माया गरेर हेर्नुहोस् है। परमेश्वर पिताको पवित्रतालाई आदर्श क्रिस्चियन विधि अनुसार मेरो जीवनभरिको लागि धर्मपत्नीको अधिकार तिमीलाई दिन्छु र तिमी बाहेक अर्को कुनै पनि स्त्रीलाई मेरो जीवनमा अधिकार दिने छैन भने म पिता परमेश्वर, पवित्र आत्मा परमेश्वर र पुत्र परमेश्वर येशू ख्रिस्टको नाउँमा प्रतिज्ञा गर्छु। अब यता दुलाईलाई प्रधानलाई मेरो जीवनभरिको लागि परमेश्वरको अनुग्रह र कृपामा मेरो विवाहित पतिको रूपमा स्वीकार गरिसकेको छु। यस दिनदेखि उसो असलको निम्ति, खराबको निम्ति, धनमा, गरिबीमा, रोगमा, स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। तपाईँ जहाँ जानुहुन्छ म पनि त्यही जानेछु। तपाईँ जहाँ बस्नुहुन्छ मेरो मानिसहरू हुनेछन्। तपाईँको परमेश्वर मेरो परमेश्वर हुनेछन्। तपाईँ र मलाई मृत्यु बाहेक अरू कुनै कुराले धर्मपत्नीको अधिकार तपाईँलाई दिन्छु र तपाईँ बाहेक मेरो जीवनमा अब कुनै पुरुष हुने छैन भने म मेरा परमेश्वर पिता, पवित्र आत्मा परमेश्वर र पुत्र परमेश्वर येशू ख्रिस्ट प्रभुको नाउँमा प्रतिज्ञा गर्छु। तिमी सडाए म माथि यसरी लाउँदै गर्ने एकचोटि है। लाउनु त फेरि एकचोटि दुलै यहाँ कुरा टेक्नु गोजीमा के गरिदिनु भएको गोजी कानुनको दायरामा समाजको अगाडि
र सबै प्रकृति साथी अनि ताले अर्को केटालाई यसरी आफ्नो श्रीमान बनाइ उसले दण्ड दिएको छ त्यो दण्ड नहोस् भनिकन प्रतिज्ञालाई उहाँले सबै पक्का राख्न सकेको होस् पवित्र आत्मा त्यसलाई सबै सुरक्षित राखेको होस् भन्दै उहाँहरूलाई कहिले पनि नछुट्ने प्रतिज्ञाको निम्ति हामी ओके नो हामी तपाईँलाई धन्यवाद दिँदै प्रभु यीशु ख्रीष्टको नाउँमा पिता र पुत्र पवित्र आत्माको नाउँमा हामी प्रार्थना गर्छौँ जसरी तपाईँको वचन सारा संसार टलेर जानेछन् तपाईँको वचन कहिले टल्ने छैन आमा बुवाको अगाडि मण्डलीको अगाडि समाजको अगाडि कानुनको अगाडि उहाँले आजदेखि सुमी प्रधानले प्रभुजी अनिता सिधालेलाई आफ्नो श्रीमतीको रूपमा स्वीकार गरिसकेको कानुनी रूपमा आफैलाई जिम्मा लिइसकेको तपाईँलाई कहिले पनि नचुन्ने बन्धनको निम्ति हामी पिता पुत्र पवित्र आत्माको नाउँमा हामी यो परिवारलाई हात बाँध्दछौँ अनन्तताको लागि र आशिषमय परिवार जीवनको निम्ति प्रभु येशू ख्रीष्टको नाम आमेन आमेन तपाईँहरू दुवैलाई म भन्न चाहन्छु तपाईँहरूका स्वरले प्रेमका कोमल ध्वनिहरूलाई नगुमाऊ अब मण्डलीले मण्डलीहरू जनसमुदाय उहाँको श्रीमान श्रीमती हुनुहुन्छ आमेन उहाँहरू आजदेखि श्रीमान श्रीमती हुनुहुन्छ यदि कसैले सुनिल भाइलाई आँखा लगाइरहनु भएको भए कति सक्यो स्वाहा है अब नहेर्नु र यसरी नै हाम्रो छोरी अनितालाई कसैले पवित्र आँखा लगाइरहनु भएको अब पवित्र आँखा नलगाउनुलाई अशुद्ध हुन्छ है त्यस कारणले आजदेखि उहाँहरू श्रीमान श्रीमती भएको सर्वसाधारण जनसमुदायको अगाडि म घोषणा गर्छु येशू मसीहको नाउँमा आमेन यसको नाउँमा आमेन परमेश्वरले हामी सबैलाई प्रशस्त आशीष दिनुभएको होस् विवाहको सेवाको चलका गर्ने जय मसीह है ल अब फेरि उपरि जानु धन्यवाद सुनिलाई पनि अनुरोध चाहन्छु धन्यवाद उत्तम जिल्ला प्रधान यो हल्का यता छड्के परेर त्यसरी दाजुहरू बुवाहरूलाई बोल्न चाहन्छु म छोरीको one take finish एकछिन है त्यही हेर्ने दुलैको बुवा कता जानुभयो कृष्ण दाइ हुन्छ धेरै धन्यवाद आदरणीय गुरुबालाई धन्यवाद र म छोरीको जग्गा पनि बसिदिनलाई अनुरोध गर्न चाहन्छु
प्रधानजीलाई पनि अगाडि आइदिनु चाहन्छु। उहाँको नाम पनि नआउँछ। सुमी कर्मचारीजीलाई पनि अगाडि आइदिनु अब हो ल मुस्कुराइदिनुहोस्। त्यसै गरी बेहुलाको भाइ सुमन प्रधानजीलाई पनि आफ्नो मायासँग जानुहोस् त ल गीत त्यसै गरी आदरणीय अशोक प्रधान गुरुवालाई पनि अगाडि आइदिनु दुवैजनाले धन्यवाद। हजुरबा यता नि हेरिदिनुहोस् न। हजुर यता हेरिदिनुहोस् न। अघि हजुर हजुर यता 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 पनि हेर्नुहोस्। क्यामेरा क्यामेरा यता अगाडि अगाडि यता यता ल ठिक छ ल ठिक छ। क्यामेरा पनि हेर्नुहोस् हजुर। अलिक मुस्कुराउनुहोस् न। उपहार पाउँदै हुनुहुन्छ। ल ल भयो स्माइलहरू हजुर टाढो भाइ नजिक हुनुहोस् त हजुर। नाइस ल ठिक छ ल। सुशीला प्रधान र सुमी के अरे दुवैको बुवाहरू मम्मीहरू हामी एक पक्ष हामी आउने यहाँ बस्नेछौँ र दुलाको आफन्तहरू अभिभावकहरू यहाँ यो साइडमा बस्नुहुनेछ र अब हामी बिदाईको प्रार्थना गर्छौँ है। विवाहको विधिमा जो करारहरू जो पक्का गराउनु भयो र दुला दुलैले पनि आफ्नो जीवनमा हो प्रभुजी जुन त्यो करारलाई पक्का गर्ने प्रतिबद्धता सहित उहाँले स्वीकार गर्नुभएको छ र धन्यवाद दिन्छौँ। अनि प्रभु यो पुरानो करारमा जो हामी देख्छौँ अनि इसाक र रेबेका परमेश्वरको आज्ञामा वचनमा विश्वास यज्ञ भई सँगै जिएका थिए। त्यसरी नै प्रभुजी यस जोडीले हो प्रभुजी परमेश्वरबाट पाउने आशिष तपाईँ प्रभुको हो प्रभुजी अनुग्रहमा जिउनलाई सदैव उहाँलाई सहायता गर्नुहोस् भनेर प्रार्थना गर्न हामी चाहन्छौँ। यस नवविवाहित यो जोडीको जीवन चाहिँ आशिषमय सुखमय समृद्धि हो सबै कुराहरू हुँदै जानलाई सकोस् भनेर पनि प्रार्थना गर्छौँ। र प्रभु अनि आज हामी मण्डली परिवारहरू आफन्त जो हामी भेला भयौँ यो विवाह सम्पन्न गर्नको निम्ति अनि यो सबै कुराहरूको निम्ति पनि हामी धन्यवाद हामी चाहन्छौँ। धन्यवाद छ यो समयको लागि। हालेलुया। सम्पूर्ण बिन्ती प्रार्थना तपाईँ प्रभु हामी समर्पण गर्छौँ येशू प्रभुको नाममा। तिनीहरू दाखको लता जस्तै छोराछोरीहरू जैतुनको मुना जस्तै यसरी परमेश्वरको भय राख्ने मान्छेहरू आशिष हुनेछन् भन्ने वचनलाई घोषणा गर्दै यसको मजाले
हुन्छ हुन्छ एकैछिन ल
अनि कसरी एकचोटि जिरोमा कसरी आयो देखाइदिएको कतिवटा मेरो दुईटा रमाते बनाउँ न रमाते एउटा होइन भाइ नरुको दिदीलाई पनि जबरजस्ती रुवाइदिएको भने क्या जिस्काएर कताबाट जाने राजदा यता आउनु न कता लाने हो ढल्छु क्या म चाहिँ Where's राजधानी त पछाडि सरी नाइ ब्रदर सरी यसो पछाडि पनि हेर्नु राजदा सरी माई ब्रदर अगाडि बस्नु छोड़ दिन